मैले जीवनमा सबैभन्दा ठुलो धोका आफ्नो जस्तै सोच अरूको छ भन्ने कुराले खाएकी छु। म आफू जति निस्वार्थ साथ दिने, माया दिने, आफ्नोपन, आत्मीयता, विश्वास दिने जुन मेरो बोली व्यवहार, मेरो व्यक्तित्व छ, त्यस्तै अरूको पनि छ भन्ने यो भ्रमले खाएकी छु। मलाई कसैसँग केही गुनासो छैन। म जसको पनि साथमा हुन्छु, म निस्वार्थ भावले साथ दिइरहेकी हुन्छु। तर जब मान्छेको असली अनुहार देखेँ, बुझेँ, खण्डन गरेँ, तब थाहा भयो कि मान्छे त यहाँ रावणभन्दा पनि बढी अनुहारहरू लुकाएर बसेका हुन्छन्, देखाएर बसेका हुन्छन्। यहाँ छलकपट छन्, झुटा छन्, स्वार्थी छन्, मतलबी छन्। कहिले पनि आफू जस्तो हुनुहुन्छ त्यस्तै अरू पनि छ भन्ने सोच र भ्रममा नबस्नु होला। यहाँ मुख अगाडि एक र मुख पछाडि अनेक अनुहार लुकाएर बसेका छन्। धन्यवाद।